अलवेज पहिला जाने मेन मेन्यूमा जाने, मेन्यू सेटअपमा जाने, सेटअप पछि यहाँ पेज सिक्वेन्स भन्ने छ, पेज सिक्वेन्समा जाने, पेज सिक्वेन्समा गएर एड पेज गर्ने, एड पेज गर्ने। अब यहाँ चाहिँ स्याटेलाइट खोल्ने, स्याटेलाइट चाहिँ अलरेडी हामीले अघि नै राखिसकेको भएर चाहिँ अलरेडी आइसकेको छ। स्याटेलाइटमा जाने अनि यसमा चाहिँ यसलाई टपमा ल्याउनलाई चाहिँ फेरि इन्टर थिच्ने, यसमा मुभ भन्ने हुन्छ, मुभमा थिच्ने, मुभमा थिचेपछि अब कहाँ कुन पेजमा लगेर राख्ने, फर्स्ट पेजमा लगेर अनि फेरि इन्टर थिच्दिने। अब त्यसपछि तपाईँ जानुभयो भने अन्त ए यहाँबाट चाहिँ मेन्यूमा मेन्यूमा हामी जाने, सेटअपमा जाने, सेटअपबाट हाम्रो पोजिसन फर्मेटमा जाने, म्याप डेटम पनि अरू थुप्रो हुन्छ। यहाँ चाहिँ हामी WGS 84 मा राख्ने, स्पेरोइड पनि स्पेरोइड अटोमेटिकली 84 मा आउँछ। अनि यो पोजिसन फर्मेट चाहिँ तपाईँलाई यहाँ त DDMM छ, तर अलवेज एज DDDD.DDDD राख्ने है। यति राखेपछि हाम्रो स्याटेलाइट भ्यूमा गएर चेक गर्ने, हेर्नु स्याटेलाइट भ्यूमा चाहिँ आयो। अब यो चाहिँ हामीले रेकर्ड गर्ने है।